हेलो गाइस ह्याप्पी दसैँ सबैलाई मेरो तर्फबाट तपाईँहरूलाई। आज चाहिँ हो दशमी। दशमीको दिनमा चाहिँ टिका लगाउँछ। आज चाहिँ अहिले एकछिनमा चाहिँ हाम्रो जान्छौँ बाजे घरतिर। पहिला जान्छौँ मुमा घर, त्यसको बादमा बाजे घरतिर जान्छौँ टिका लगाउनुको लागि। टिका चाहिँ हुन्छ पूर्णे तक हुन्छ। हाम्रो चाहिँ फर्स्टै दिनमा जान्छौँ सबैको घरमा टिका लगाउनुको लागि। रेडी चाहिँ बनाइरहेको छ। यहाँ चाहिँ दरवाजामा चाहिँ पूजा गरिसक्यो अनि यसरी रेडी चाहिँ भइरहेछ। अहिले एकछिनमा हजुरहरूलाई टिका लगाउने बेलामा भेट्छु। फाइनली हाम्रो आइसक्यौँ मुमाको घरमा टिका लगाउनुको लागि। यहाँ चाहिँ मुमाले रेडी गर्नुहुँदै थियो। अहिले चाहिँ हाम्रो टिका लगाइसकेर मुमा घरबाट घरमा टिका लगाउँदैछौँ। अहिले चाहिँ हाम्रो 4 जना मात्रै छौँ फिलहाल चाहिँ। अनि अहिले बादमा चाहिँ दिदी बहिनी आउनुहुन्छ। मेरो स्वर चाहिँ हजुरले सुनेर कस्तो लाग्दैछ होला। मलाई चाहिँ किन भन्दा सर्दी बुखार भएर चाहिँ मेरो स्वर चाहिँ यहाँ चाहिँ दिदी र बहिनी आएर टिका लगाइसक्नु भयो। बहिनीले चाहिँ जिउवा गर्नुहुँदैछ मुमालाई। पछि पनि आउँदैछ। त्यसको बादमा हाम्रो आइसक्यौँ बाजे घरमा। यहाँ चाहिँ हुनुहुन्छ मोमा, बाजे, लक्ष्मी, दादा हुनुहुन्छ। यहाँ चाहिँ मोमा र काकालाई पनि बाजेले टिका लगाइदिनु आँट्नु हुँदैछ। त्यसको बादमा हाम्रो 4 जनाको पाला आयो टिका लगाउनुको लागि। हाम्रो चाहिँ अरू बाजे घरतिर पनि गएको थियौँ टिका लगाउनुको लागि। त्यता चाहिँ भिडियो बनाइन, किन भन्दाखेरि सरम लाग्यो नि त, त्यही कारणले ज्यादा मान्छे थियो त्यही कारणले। त्यसको बाद चाहिँ हाम्रो टिका लगाइसकेर पनि घरतर्फ जाँदैछौँ। यसले चाहिँ यसको दाँत हेर्नुहोस् न भन्दै थियो। हामी चाहिँ जाँदैछौँ। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस्। बाई बाई गाइस।